नमस्कार, यो कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर कालागाउँ स्थित यो स्ट्रबेरी खेती निकै एकदम चाहिँ प्रशंसनीय छ। यसको सञ्चालक यो खेतीकर्तासँग म छोटो अन्तर्वार्ता लिएको छु। यहाँहरूले कति वर्ष भएर यो स्ट्रबेरी खेती गर्न लाग्नु भएको? हाम्रो गर्न लाग्यो 2 वर्ष भयो। अनि हजुरको शुभ नाम? संगीता विश्वकर्मा। संगीता। अनि लेकबेसी घर भन्नुभयो चौरासे? लेकबेसी 9 84। यहाँ कति कट्ठा जग्गा छ यो? लगभग हाम्रो यो 10 कट्ठा छ। वार्षिक कति लिजमा लिनु भएको छ? 31 मा। अनि यो सरकारबाट केही अनुदान प्राप्त गर्नु भएको छ? अनुदान त त्यस्तो खासै त छैन। अनि यो अब आउने वर्ष चाहिँ अनुदान दिन्छ भन्ने। लगभग यो पहिलो वर्ष कति लगानी भयो तपाईँहरूको? हाम्रो यो 18-19 लाख भेटाइसक्यो यसमा है। अनि दैनिक कति जति बिक्री हुन्छ? दैनिक अब हेरी हुन्छ। शनिबारमा अलि हुन्छ, नत्र भने त 40-50 केजी 60 केजी जान्छ। ए दैनिक जसो 40 केजी जति जान्छ। हजुर। त्यसो भने योबाट चाहिँ कति महिना दिन्छ यसले उत्पादन? यो अब यो पल्लो महिनासम्म रहन्छ कि भन्ने वैशाखसम्म। ए ल धन्यवाद छ। यो 5 वर्षको लागि लिजमा लिएर सञ्चालन गर्नुभएको छ। करिब 20 लाख रुपियाँ लगानीमा यो सुरुवात भएको अहिले। र उहाँले बताएअनुसार दैनिक 40 केजी भन्दा बढी नै यो जाने गर्छ। प्रति केजी 700 को दरले बिक्री हुने गर्छ। र अत्यन्तै यो सम्बन्धित निकायले चाहिँ ध्यान दिनुपर्ने कुरा, यो कृषि मन्त्रालय, प्रदेश कृषि मन्त्रालय, सङ्घीय मन्त्रालयले, कृषि मन्त्रालयले निकै ध्यान दिनुपर्ने देखिएको छ।